नमस्कार, म सुरज संरोला। वेलकम छ मेरो युट्युब च्यानलमा। र आज एउटा बहुत राम्रो खबर मैले लिएर आएको छु र तपाईहरुलाई पनि सुनाउनको लागि बडा इच्छुक छु। गर्नुहोस् काम कुनै यस्तो कि गर्नलाई चाहतोस् तपाईको जस्तो। र मसँग हुनुहुन्छ दुईजना भाइहरु वा भाइहरुले यस्तो राम्रो प्रोजेक्ट एउटा लिएर आउनु भएको छ र मलाई सुनेर एकदमै राम्रो लाग्यो। प्रोजेक्टको बारेमा उहाँहरुले त राम्रोसँगले संक्षिप्तमा भन्दिनुहुन्छ र त्यसको अगाडि म उहाँहरुलाई परिचय गराइदिन्छु र म पनि अलिकति भन्न चाहन्छु। र यो काम रहेछ र उहाँहरुको जुन प्रोजेक्टको बारेमा त्यो कुरा सुनेर त मलाई त एकदमै बहुतै राम्रो लाग्यो र यो कुरा म मेरो द्वाराबाट तपाईहरुलाई पनि सिकाउँछु र तपाईहरुको घरमा पनि भाइहरु जान्छन् र भाइहरुले जे चाहिएको छ त्यो कुरा राम्रोसँगले उहाँहरुलाई हेल्प गर्नुहुन्छ र उहाँहरुको हेल्प पनि तपाईहरुलाई बहुतै भेट्नुहुन्छ। र आउनुहोस् कुरा गरौँ अब हामी दुईजना भाइहरुसँग। वा पढिराख्नु भएको स्टुडेन्ट हुन् तर यस्तो राम्रो काम लिएर आउनु भएको रहेछ र मलाई पनि सुनेर एकदमै राम्रो लाग्यो। र यो भिडियो जति भन्दा जति तपाईहरु शेयर गर्नुहुन्छ, लाइक्स कमेन्ट्सहरु गर्न नबिर्सनु। यो भिडियो हेरेर कस्तो लाग्छ, यो प्रोजेक्टको बारेमा सुनेर कस्तो लाग्छ। नमस्कार। नमस्ते, मेरो नाम गगन छेत्री। नमस्ते, मेरो नाम सागर दाजु। हजुर, उहाँहरु विशेष काम लिएर आउनु भएको छ। अब उहाँहरुले बुझाउनुहुन्छ के काम हो र त्यो काम राम्रोसँगले हाम्रो जति पनि सदस्यहरु, जति पनि आमा बुवा दाजुभाइ दिदीबहिनीहरु जहाँ पनि बसेर हेर्दै हुनुहुन्छ उहाँहरुलाई तपाईहरुले बुझाइदिनुहुन्छ भने मलाई आशा छ। यो चाहिँ हामीलाई सरले आसाम सरकारबाट पठाइएको हो। यो डाटा कलेक्सन फर्मेट फर रुरल वाच प्र्याक्टिस खपानी अनामय और स्वास्थ्य विधान विधि सम्बन्धी अध्यापक तथ्य संग्रह। यसको द्वारा हामीलाई गाउँको घरहरुमा 50 घरतिर गएर के सुविधाहरु छन्, सरकारतिरबाट के सुविधाहरु भेट्नु भएको छ, के खाने प्राणीहरुको के प्रब्लम छ, घरमा के बिमारीहरु छन्, ती तथ्यहरु निकाल्न भनेका छन्। और त्यसको माथि आसाम सरकारले 1-2 महिना भित्र के गर्छ पनि। अच्छा, ठिकै छ। अनि तपाईहरु गर्दै के हुनुहुन्छ अहिले? हामी डाटा कलेक्सन गर्दै छौं। तपाईहरुको घरमा हामी के सुविधा छन्, के सुविधा भेट्नु भएको छैन, के चाहिन्छ, गाउँमा के को असुविधा छ, पब्लिक टोयलेटहरु छ, तपाईहरुको घरमा जुन अवर जनावरहरु छन् तपाईहरु कसरी त्यसलाई युज गर्नुहुन्छ नभए कसरी अनि जलाइदिनुहुन्छ, के गर्नुहुन्छ त्यस्तो टाइपले। अच्छा, यो चीज हामीहरुको लागि कति इम्पोर्टेन्ट हो? यो जुन हामीहरुका जो डीसी ले पठाउनु भएको, किनकि यो जुन हामीहरुलाई सारले गर्न पठाएको यो डीसी अफिसबाट आएको। यसको चलते हामीहरुलाई डीसी अफिसबाट एउटा कागज दिएर जान्छ जति हामीहरु काई पढ्छ काई युनिभर्सिटीहरुमा एडमिसनको लागि गयौं भने त्यो सर्टिफिकेटलाई हामीहरुलाई नि सुविधा हुन्छ। अनि यसको मूल उद्देश्य के हो भन्दाखेरि अहिलेका दिनमा स्वास्थ्य नभए केही हुँदैन। स्वास्थ्य नहुँदाखेरि मान्छे बहुत बिमारी हुन्छन्। त्यही स्वास्थ्यको लागि हामीहरुलाई अलिकति जाँच पडतालमा पठाए जस्तै हो। घरमा सुविधा राम्रो छैन। अब पानी नभएर हो भने मान्छे बिमारी हुन्छ। त्यो बिमारी हुँदाखेरि अब सबको अर्थनीति घरको सेम हुँदैन। हुन सक्छ दुखिया घरका नि हुन सक्छन्। त्यही दुखिया त्यो ठुलो बिमारी भयो भने त त्यो दुखियाको असुविधा हुन सक्छ। अनि त्यसको लागि कसरी उ बाँच्न सक्छ तीबाट? जरी पानी राम्ररी खाओस् अनि बिमारीहरुबाट बाँचिरहेको छ। पानी राम्ररी, पानी सानी स्वास्थ्य होस्, खाद्य वस्तु राम्ररी परिष्कार टाइपले खाओस्। अनि यही सर्वेले गर्दा हामी घरमा गएर सोच्छौं तपाईहरुको घरमा कस्तो के बिमारी छैन, बिमारी छ छैन, लेट्रिनको सुविधा भेट्नु भएको छ छैन, केसा टोयलेट छ कि पक्काकै छ, अनि सरकारतिरबाट भेट्नु भएको कि आफै बनाउनु भएको। अनि यो जति नि हामीहरुबाट डाटा कलेक्ट गर्छौं यो हामी एउटा एपले गर्दा सबमिट गरिदिन्छौं आसाम सरकारलाई। अनि त्यहाँनेरिबाट आसाम सरकारबाट ती घरहरुको मान्छेको नाम, मुरब्बीको नाम लिएर पनि आधार कार्डहरु सब यसमै सबमिट गर्छौं। अनि सरकारले हेर्छ यसले बेसी दुखिया टाइपको जस्तो छ त उसको लागि अरु पिछाडीको समयमा ठुला अफिसरहरु नै आउँछन्। अफिसरहरु आएर सर्वे गरेर होइन यसको घरमा यो सुविधा रहन्छ, यसको घरमा यो सुविधा रहन्छ, त्यसको लागि दिन पनि सम्भावना हुन्छ। प्लास्टिक हामीहरु जतैततै पेलाउन हुँदैन। एउटा कारण प्लास्टिकले पोल्युसन हुन्छ। अरु प्लास्टिक हामीहरु सधैं गात एउटा खनेर त्यसको भित्र हाल्नु। पानी हामीहरुले सधैं स्वच्छ पानी खानुपर्छ। अनि हामीहरुको आउँदो त्यस्तो प्रब्लम कहिले नहोस् त्यसको हामीहरु ठीक ध्यान राख्नुपर्छ। अरु साथैमा हामीहरु खाना पनि राम्रो खानुपर्छ। आजसम्म हामी जापानी सर्वे गर्न गयौं, सबैले सर्वे गरेर दिएनन् भन्दिनन्, तर दादासँग बहुत धन्यवाद छ कि दादाले हाम्रो यो दादालाई हामीलाई बहुत धन्यवाद छ कि दादाले हाम्रो यो जुन हामीहरुको स्कुल गर्नेको सर्वे हो त्यसलाई अगाडिसम्म बढाइदिनुमा हामीहरुको अलिकति सहाय गर्नुभयो। दादालाई त्यही बहुत धन्यवाद छ। अरु हामी हामीहरुका समाजलाई पनि यही आशा गर्दछौं कि यो हामीहरुको भिडियोलाई अगाडिसम्म बढाइदिनुहोस्, अरु आफूलाई अरु आफ्नो परिवारलाई स्वस्थ राख्नुहोस्। धन्यवाद। धन्यवाद।
तपाईँले देखिसक्नु भएको छ होला, तपाईँले कम्प्लिटली कुरा थाहा भइसक्नु भएको छ होला कि प्रोजेक्ट कस्तो खालको पानीको बारेमा स्वास्थ्यको बारेमा लिएर आउनुभएको छ। उहाँहरू शिक्षा ग्रहण गरिराख्नु भएको छ। भाइहरू सानसाना नानी केटाकेटीहरू कुन क्लासमा हुनुहुन्छ? एचएस फर्स्ट इयरमा पढिरहेका उहाँ नानीहरूले भाइहरू भनौँ अब सानो नानीहरूले उहाँहरूले यति राम्रो प्रोजेक्ट लिएर आउनुभएको छ कि र यो कुरा हामीहरूको सोसियल माध्यमबाट पनि जति सक्दो तपाईँहरूको परिवार र जति पनि छेउछाउमा छरछिमेकीमा जति पनि मानिसहरू हुनुहुन्छ उहाँहरूलाई पठाउनुहुन्छ भन्ने र आफूलाई पनि आफ्नो परिवारलाई पनि सजाग गर्नको लागि लिएर आउनुभएको छ। र म पनि समस्त गभर्मेन्टलाई र भाइहरूलाई पनि बहुत बहुत धन्यवाद छ। उहाँहरूले डोर टु डोर कष्ट गरेर हामीहरूलाई सजाग गर्नुभएको छ र आउने दिनमा त्यस्तो केही सुविधा चाहिन्छ भने उहाँहरूसँग जोगाजोग गर्न सक्नुहुन्छ, के त्यस्तो बुझ्न सक्नुहुन्छ। र मेरो मात्रै घरमा होइन तपाईँहरूको घरमा पनि आएर उहाँहरूले जति पनि डेटा लिनुहुन्छ उहाँहरूलाई राम्रोसँगले वेलकम गर्नु, राम्रोसँगले व्यवहारपाती गरेर उहाँहरूसँग तपाईँहरू कुराकानी गर्नु र तपाईँहरूको घरको के सुविधा के असुविधा छ उहाँहरूसँग कुरा गर्नु। उहाँहरूले 100% तपाईँहरूलाई सक्सेसफुल गरेर तपाईँहरूलाई व्यवस्था गरिदिने, सुविस्ता गरिदिने उहाँहरूले परामर्श पनि दिनुहुन्छ र नै सुविस्ता गरिदिनुहुन्छ भन्ने आशा छ। बहुत बहुत धन्यवाद।